न्युयोर्कको म्यानहट्टनको मुटुमा रहेको यो समाधि स्थलमा मैले तपाईँहरूलाई लिएर आएको छु। यो सबैभन्दा पुरानो समाधि स्थल हो। यहाँ तपाईँले 1681 देखिको अहिलेसम्मको समाधि भएका व्यक्तिहरूको यो समाधि स्थल पाउन सक्नुहुन्छ। मेरो ठ्याक्कै अगाडिपट्टि यो ट्रिनिटी चर्च पनि रहेको छ। विश्वका प्रसिद्ध व्यक्तिहरू, धनी व्यक्तिहरू, विश्वका धेरै नै ख्याति प्राप्त गरेका व्यक्तिहरू यो समाधि स्थलमा आफ्नो अन्तिम वासस्थान बनाउन चाहन्छन्। यहाँ अमेरिकाका धेरै प्रसिद्ध व्यक्तिहरू, राजनीतिज्ञ, धनाढ्य व्यक्तिहरूको समाधि स्थल छ। यहाँ 6 महिनादेखि 102 वर्षसम्म अझै त्योभन्दा बढी बाँचेका व्यक्तिहरूको अन्तिम वासस्थानको रूपमा यसलाई लिन सकिन्छ। यहाँ चाहिँ आफ्नो समाधि, आफ्नो अन्तिम वासस्थान बनाउनको लागि धेरै व्यक्तिहरूले यहाँको जमिन किन्न पनि खोज्दा रहेछन्। यदि तपाईँ यदि आइआरको इन्टरनेसनल रिलेसनको विद्यार्थी हुनुहुन्छ भने तपाईँले पक्कै पनि अलेक्जेन्डर ह्यामिल्टनलाई चिन्नुहुन्छ। उहाँको समाधि पनि यसैमा छ, यहाँ देख्न सक्नुहुन्छ तपाईँले। अलेक्जेन्डर ह्यामिल्टनको यो समाधि स्थल हो। उहाँ एकदमै चर्चित व्यक्ति हुनुहुन्छ। उहाँ अमेरिकाको वित्तीय मन्त्री पनि हुनुहुन्थ्यो। उहाँको छोरीको समाधि ठ्याक्कै त्यहाँ तल देखिएको छ। उहाँको समाधि पनि यसैमा राखिएको छ। यस विषयमा थोरै केही अरू जानकारी हाम्रो एन शर्माजीलाई छ। म एन शर्माजीलाई थोरै जानकारी दिनु हुनको लागि हार्दिक अनुरोध पनि गर्दछु। ल पाठकजी, यहाँले भनिहाल्नुभयो ह्यामिल्टनको शव पनि यहाँ छ। पक्कै पनि यो चाहिँ 16औं शताब्दीदेखि यहाँ चाहिँ यो सेमेट्रीको रूपमा मान्छेहरूलाई यहाँ दफनाउन लागि हो। त्यसको ठ्याक्कै नेपाली वर्ड के भन्न आएन है फेरि। र सबैभन्दा पुरानो यहाँ 1681 को शव पनि यही नै तपाईँको गाडिएको छ। यहाँ देख्न सकिन्छ उनीहरूको चिहानको बाहिर उनीहरूको बारेमा लेखिएको छ। यो भर्खरै अगाडि देखिएको 1742 को हो। त्यसै गरी त्यसको पछाडि पृष्ठभूमिमा देखिएको 1759 को हो, लगायत यो 1762 को हो। यसरी यहाँ विभिन्न खालका मान्छेहरू विभिन्न कालखण्डमा उनीहरूको मृत्यु पश्चात यहाँ उनीहरूलाई गाडियो र यी सबैजना यो क्रिस्चियन धर्म अनुसार उनीहरूलाई चाहिँ उनीहरूको धार्मिक संस्था परम्परा अनुसार उनीहरूलाई यहाँ गाडिएको थियो। र मैले यहाँनिर जोड्न चाहेको कुरा के हो भने यो विश्वको सबैभन्दा ठुलो वित्तीय अर्थतन्त्र अमेरिकाको पनि सबैभन्दा ठुलो वित्तीय अर्थतन्त्र भएको राज्य न्युयोर्कको पनि सबैभन्दा ठुलो वित्तीय केन्द्र भन्छ जुन फाइनेन्सियल डिस्ट्रिक्ट। यसलाई न्युयोर्कको मात्रै नभएर यसलाई वर्ल्डकै फाइनेन्सियल डिस्ट्रिक्टको रूपमा मान्छेले लिने गर्छ। यो वाल स्ट्रिटको नजिकै, वाल स्ट्रिटकै सँगै भनौँ न, वाल स्ट्रिटमै छ। यो त्यो ठाउँमा कोही मान्छेलाई जन्मिनु मात्रै होइन, मर्नु पनि महँगो छ भने जस्तो यहाँ यो सेमेट्रीमा यो जमिन पाउन पक्कै पनि मान्छेहरूलाई धेरै नै गाह्रो थियो। र एकदमै धनी मान्छेहरूले, धेरै प्रसिद्ध मान्छेहरूले मात्रै यहाँ यो स्पेस जोगाउन सक्थे आफ्नो मृत्यु पश्चात आफू गाडिनको लागि। र त्यसरी मान्छेहरूले यसको मुनि ठुला राजनीतिज्ञ, व्यापारी, कलाकार, बिजनेसम्यान सबै यसमा गाडिएका छन्। र यो हेर्दाखेरि के फिल भयो भने मान्छे मरेपछि हामीलाई के चाहिन्छ? हामी जीवनभर दुःख गर्छौँ, यो भएन त्यो भएन। हिजो मात्रै पनि हामी एकजना नेपाली साथीको घरमा गएको थियौँ। उहाँको $2.5 मिलियन को म्यानहट्टनमा उहाँको अपार्टमेन्ट छ, 3 बेडरुम। त्यसको लगभग नेपाली 40 करोड हुन्छ। उहाँको विभिन्न ठाउँमा लगानी छ। नेपालमा उहाँको प्रपर्टीमा लगानी छ, पैतृक सम्पत्ति छ। तर पनि उहाँको मनमा कता असन्तुष्टि थियो कि मलाई यो भएन, यो पुगेन, अझै यो गर्न पाए हुन्थ्यो, अझै जमिन पुगेन, जग्गा अझै किन्न मन छ, लगायतका कुराहरू भए। र त्यो हुँदाखेरि र अहिले त्यो कुरालाई जोड्दाखेरि हामीलाई जमिन कति चाहिने रहेछ त भन्दाखेरिमा एउटा मान्छे मरेपछि हामीलाई चाहिने जमिन भनेको मात्र 6 फिट रहेछ, 7 फिट रहेछ, अथवा 8 फिट होला। सबै एकदमै अग्लो मान्छे रहेछ भने त्योभन्दा बढी जमिन हामीलाई चाहिँदैन रहेछ। त्यसकारण हामी एउटा जमिनको लागि कति मरिहट्टे गर्ने, एउटा मान्छेलाई चाहिने यति नै हो जमिन, जसको मुनि एउटा लास छ। योभन्दा बढी जमिन हामीले चाहेर पनि हामीले लान पनि सकिँदैन, खान पनि सकिँदैन। र यो प्रकृति हो, न हामीले कसैको लागि कमाइदिन सक्छौँ,
न कसैको लागि गुमाइदिन सक्छौँ। यो चिज यहाँ उत्पत्ति हुन्छ भने पनि यहीँबाट हुन्छ, नष्ट हुन्छ भने पनि यहीँबाट हुन्छ। धन्यवाद।